दर्शकवृन्द नमस्कार। आज हामीसँग नायक पल शाह हुनुहुन्छ। नायक पल शाहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हामी छौँ फाउन्डेसनको स्थापना गर्नुभएको छ। उक्त स्थापनाका सन्दर्भमा हामी छौँ फाउन्डेसनका सन्दर्भमा उहाँसँग हामी छोटो कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ। थ्याङ्क यू। हामी छौँ फाउन्डेसनको स्थापना चाहिँ किन भयो? यस्तो हुन्छ, मानवताको कुरा हुन्छ होइन। सबभन्दा पहिला चाहिँ हामी मानव हो र मानवता नै सबभन्दा ठुलो कुरा हो। र म चाहिँ विगत अब लामो वर्षदेखि धेरै वर्ष पहिलादेखि नै सामाजिक कार्यमा चाहिँ जोडिएको मान्छे हो होइन। म व्यक्ति एज अ पर्सनल एउटा व्यक्ति भएर काम गरिरहेको मान्छे हो। विभिन्न संस्थासँग काम गरेँ, मैले विभिन्न धेरै संस्थाहरूसँग जोडिएर काम गरेँ। अब चाहिँ किन आफ्नो पनि संस्था नगर्नु खोल्ने या म पनि एउटा टिम बनाएर काम किन नगर्ने भनेर चाहिँ हामी छौँ भने फाउन्डेसन खोलेको छु र बाबाआमा फाउन्डेसनसँग चाहिँ सहकारी गरेको छु होइन, सुर्खेतको लागि। अनि काठमाडौँमा चाहिँ हाम्रो हेड अफिस छँदैछ र कार्य विस्तार शाखा विस्तारको लागि चाहिँ हामी अहिले सुर्खेतबाट सुरु गरेका छौँ, कर्णाली प्रदेशको राजधानी। र यहाँ चाहिँ निमुखा बालबच्चाहरू, असहाय बालबच्चाहरू जो चाहिँ स्वास्थ्य र शिक्षाबाट वञ्चित हुनुहुन्छ उहाँहरूको लागि चाहिँ तपाईँहरूको लागि हामी छौँ भने चाहिँ हामी आएको छौँ। त्यही नै हो, एउटा मानवताको लागि मात्रै। हजुरको सामाजिक सेवामा त हजुरको भूमिका, हजुरले गर्नुभएको योगदानको बारेमा सम्पूर्ण नागरिक दर्शकहरू जानकार नै हुनुहुन्छ। सँगसँगै हजुरलाई धेरै युवा पुस्ताले पनि फ्लो गर्नुहुन्छ। युवा पुस्तालाई चाहिँ हजुरले भन्न पर्ने अथवा अहिलेको अब 20s-मा टिनेजमा भएको भाइ बहिनीहरूलाई चाहिँ हजुरले दिने मेसेज के छ? कति ठाउँमा चाहिँ यस्तो देखाएको छु होइन, सामाजिक काम गर्दाखेरि चाहिँ देखाउनुहुन्न, नदेखाउ भन्नुहुन्छ कि लुकीछुपी गर्ने काम हो, यो कार्य हो, सामाजिक कामहरू भन्नुहुन्छ। तर मेरो विचारमा चाहिँ तपाईँले भनेर क्वेसनमै एन्सर छ। हामीले पनि एउटा हुन्छ नि जस्तो युवा पुस्तालाई या मभन्दा पछिको पुस्ताहरूलाई पनि देखाउने सिकाउने एउटा चाहिँ मौका जस्तो लाग्छ। यो चाहिँ हामीले यसरी सामाजिक काम गर्छौँ भने तपाईँले पनि गर्नुपर्छ भन्ने चाहिँ एउटा मैले यो बाटो देखाइदिएको मात्रै हो होइन। र मैले देखिरहेको छु मलाई मन पराउने मान्छेहरू र मसँग जोडिएका मान्छेहरू पनि धेरै सामाजिक काममा चाहिँ लाग्नु भएको छ कि उहाँहरू। उहाँले भन्नुहुन्छ पलजी हजुरले गरेको काम देखेर चाहिँ हामी सिकिरहेछौँ होइन। पहिला हामी यसरी पैसा उडाउँथ्यौँ होइन, यसरी मेरो जन्मदिनमा हामी यस्तो गर्थ्यौँ त्यो गर्थ्यौँ, तर तपाईँको त्यो कार्य देखेर चाहिँ आजकलमा हामी हरेक मेरो जन्मदिनमा या केही कार्यक्रम स्पेसल कार्यक्रममा चाहिँ हामी समाजसेवा गर्छौँ भन्नुहुन्छ। त्यो देख्दा खुसी लाग्छ। र कसैलाई चाहिँ यस्तो कार्यहरू चाहिँ देखाउन मन लाग्दैन होला, तर मलाई चाहिँ मैले अरूलाई पनि देखाउनुपर्छ, सिकाउनुपर्छ भन्ने त्यो हिसाबमा मैले काम गर्ने गर्छु। र युवाहरू र मेरो पछिका पुस्ताहरूलाई चाहिँ आफ्नो समाजमा सक्दो सामाजिक कामहरू गर्नु होला, समाजको लागि काम गर्नु होला भन्न चाहन्छु। टिनेजमा वा युवा अवस्थाको सुरुवाती अवस्थामा नेपाली नायक बन्ने, प्रसिद्ध नायक बन्ने हजुरको सपना थियो होला। अहिले देशको प्रसिद्ध नायक भइरहँदा पल शाहको अबको सपना चाहिँ के छ? सपना त कति पुरा हुन्छ हुँदैन होइन, तर सपना एउटा के छ भने चाहिँ जहाँ छु म, जस्तो छु त्यस्तै चाहिँ सबैको माया पाइरहेको होइन। सबै नेपाली जनताले मलाई माया दिनु, छोरा सम्झेर, एउटा भाइ सम्झेर, दाइ सम्झेर माया गर्नुहुन्छ पल शाहलाई। जति आमा बुवालाई हेर्छु मैले, मेरो छोरा हो तपाईँ भन्नुहुन्छ, मेरो नाति हो भन्नुहुन्छ, अनि साथीभाइहरूले भेट्छु तपाईँ मेरो आइडल हो भन्नुहुन्छ, दाइ हो भाइ हो भन्नुहुन्छ। त्यसरी नै म नमरुन्जेल बाँचुन्जेल चाहिँ त्यसरी नै म बाँच्न चाहन्छु। त्यही नै सपना मेरो छ। अन्तिममा दर्शकलाई हामीलाई जसले हेरेर बसिरहनु भएको छ, हजुरको कुरा सुनिरहनु भएको छ, दर्शकहरूलाई दिनुपर्ने अन्तिम मेसेज के छ? सबैजना खुसी हुनु होला, सुखी हुनु होला, अनि सक्दो सहयोग गर्नु होला। आफू सँगसँगै आफ्नो नजिकका जति हुनुहुन्छ सबैलाई चाहिँ जो असहाय हुनुहुन्छ, जसलाई चाहिँ सहयोगको एउटा आवश्यकता छ, उहाँलाई चाहिँ सहयोग गर्नु होला। सहयोगको भावना आओस् तपाईँहरूको मनमा भन्न चाहन्छु। र आजबाट हामी छौँ फाउन्डेसन चाहिँ सुर्खेतबाट चाहिँ शाखा विस्तार गरेका छौँ। अनि तपाईँहरू यो कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हामी असहाय अशक्त बालबालिकाका लागि चाहिँ फाउन्डेसन स्थापना गरिसकेका छौँ। र आजैबाट हामी आजकै दिनदेखि चाहिँ काम स्टार्ट गरिसकेका छौँ। बाबाआमा फाउन्डेसनका हाम्रो यहाँ सञ्चालक संयोजक हुनुहुन्छ भरतजी, उहाँहरू दुई शब्द बोल्नु होला। अब हामी फाउन्डेसनले सम्पूर्ण आयोजना गर्छौँ सुर्खेत अब सबै उहाँको कार्यव्यवस्था सबै कुराहरूले हेर्न नभ्याउने भएको कारणले यहाँको म्यानेजमेन्ट र व्यवस्थापन चाहिँ आउने मान्छेहरूदेखि लिएर सबै कुराहरू हेर्छ चाहिँ कर्णाली प्रदेशको चाहिँ मैले व्यवस्थापन गर्ने हामी सहकार्य गरिरहेछौँ। हजुर त्यति नै। त्यही हामी चाहिँ अब राजधानीमा बसेको भएर चाहिँ अब कति म अब यहाँ जिल्लामा चाहिँ आएर हुन्छ नि उहाँहरूसँग कन्ट्याक्टमा नआउन सक्छु। त्यही भएर चाहिँ मैले बाबाआमा फाउन्डेसनका सञ्चालक हाम्रो भरतजीलाई हेल्प मागेँ। तपाईँहरू स्थानीय तवरमा
कसरी तपाईँहरूले चाहिँ सहयोग गर्न सक्नुहुन्छ मलाई र व्यवस्थापन चाहिँ तपाईँहरूले चाहिँ हेरिदिनु होला भनेर चाहिँ मैले सहयोग मागेर उहाँहरूले त्यो मेरो स्वीकारिदिनु भयो मेरो चाहिँ त्यो आह्वानलाई। त्यसको लागि भरतजीको टिमलाई धन्यवाद छ र भन्छु कि मैले आजको दिनदेखि चाहिँ सुर्खेतमा कसैको लागि कोही छैन भने हामी छौँ। सो चिन्ता नगर्नु ल, तपाईँको लागि हामी छौँ भन्न चाहन्छु। थ्याङ्क यू। समय र संवादका लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सर।